शत्रु कुन बेला आयो? जब सुत्यो नि त्यो बेलामा आयो। धेरैपल्ट डेभिलले नि तपाईँ सुतेको बेलामा नि तपाईँको ड्रिम्समा आउँछ, तपाईँको सपनामा आउँछ, तपाईँलाई नि डर देखाइदिन्छ। अनि प्रार्थना गरेर सुतेको हुन्छ, वचन सुन्दै सुतेको हुन्छ, सपनामा खुट्टा काटेको, मरेको, आगो लागेको के देख्छ। त्यो उसले फेरि खराब सामा हाल्नु खोजेको। तर आज म तपाईँलाई उत्साह दिन चाहन्छु, हाम्रो भविष्य सामामा छैन, गाउँमा छ। गाउँ चाहिँ परमेश्वरको असल बिउ। त्यो भएर शैतान सुतेको बेलामा बिउ हाल्नु चाहिँ आउँछ, किनकि उसलाई थाहा छ यो विपदामा यति धेरै बलियो छ नि, अब यसलाई मैले कसरी एट्याक गर्ने सपनामा। अनि सपना अनेक देखाइदिन्छ, श्रीमान अर्कैसँग गएको देखाइदिन्छ। अनि सँगै सुतेको श्रीमानलाई घुँडीमा भक्कै हान्छ श्रीमतीले। छोरा राम्रै हुन्छ, सपनामा देख्छ, अब छोरा कहाँ गएको देख्छ। अनि छोरालाई भोलि आएर छोरी कुट्नु मन लाग्छ। याद गर्नुहोस् है, एभ्री ड्रिम्स इज नट फ्रम गड। सबै सपना नि उहाँबाट आएको हुँदैन। कुनै सपना त नि डेभिलले पनि नि तपाईँको बिउलाई नि मिक्स गर्नुको लागि कहौँमा सामा छर्को नि आउँछ। जब तपाईँले थाहा पाउनुहुन्छ नि यो ड्रिम चाहिँ यो चाहिँ सामा रहेछ, सामा कसले रोप्छ? डेभिलले रोप्छ। गहुँ कसले रोप्छ? प्रभुले रोप्नुहुन्छ। हालेलुया। त्यही त्यो सामा रूपी, त्यो सामाको स्वरूपमा आएको सपना नि तपाईँले रिजेक्ट गर्नुपर्छ। यु डोन्ट टेक इट। नलिनु, तर हामी लिइहाल्छौँ, लिन्छौँ मात्रै होइन, सपना देख्छौँ। सुन्नुहोस् है, टेबलको थाहा छ के हो? टार्गेट सुरुमा तपाईँ सुतेको बेलामा तपाईँको सपनामा आएर सामा रोपिदिनु र अब उसको सेकेन्ड टार्गेट अब तपाईँलाई डर देखाइदिने, किनकि सपनामा आयो नि त। ल यता हेर्नुहोस्, कसलाई सपनामा चोट लागेको बेलामा विपनामा छाम्नु भएको छ? छामिन्छ कोही बेला छामिन्छ है। कोही बेला कस्तो होइन ममता, कोही बेला रियल जस्तो लाग्दैन। सपनामा कुटेको बेलामा विपना कस्तो बित्यो भने धेरैपल्ट कति त्यस्तो हुन्छ नि त। तर जब तपाईँलाई थाहा हुन्छ नि यो सपना ईश्वरबाट आएको होइन, यो सपना चाहिँ शत्रुबाट आएको, यो सामाको सपना हो, तपाईँलाई त्यसलाई नि रिजेक्ट गर्ने ईश्वरको नाममा। जे देख्नुहुन्छ नि राइट नाउ पर्खिने होइन, फेरि अब भोलि भन्छु होइन, पर्सि भन्छु होइन। त्यसले बिउ रोपिसक्यो, त्यसले सामा छरिसक्यो। सामालाई ठुलो नदिनुहोस्। सामा उम्रियो भने गाउँलाई छोप्छ भन्छ। त्यसलाई देख्ने बित्तिकै तुरुन्तै त्यसलाई जरा उठाएर फ्याँकिदिनुहोस्। जरा कसै उखानले यीशुको नाममा मेरो श्रीमानलाई केही हुने छैन, यीशुको नाममा मेरो बच्चालाई केही हुने छैन, यीशुको नाममा मेरो सेवकाईलाई केही हुने छैन। हालेलुया। अब यति गर्नुभयो नि, यसको बाद किप क्वाइट। तर हाम्रो बानी कहाँ जान्छ? के गर्छस् मङ्गलले, के भन्थ्यो नि, दुःख पाइस मङ्गलले आफ्नै ढङ्गले भन्थ्यो नि। अनि गयो सुनायो जय मसी, प्रभुले कति काम गर्नुहुन्छ। फेरि अब सुरु क्या, आज सपनामा त हेर न मेरो त सुरु भयो। सामा तपाईँले हुर्काउँदै हुनुहुन्छ, सामा तपाईँले नहुर्काउनु होला। यीशुको नाममा एभ्री ड्रिम I cancel every dream. आजको दिनसम्म तपाईँको जीवनमा अन्धकारको शक्तिबाट आएको त्यो हरेक सपनालाई म यीशुको नाममा क्यान्सल गर्छु। नासरतका यीशु ख्रीष्टको नाममा। त्यसले रोपेको सामा तपाईँको जीवनमा उम्रिने छैन। त्यसले रोपेको सामा तपाईँको परिवारमा उम्रिने छैन। त्यसले रोपेको सामा तपाईँको आर्थिकमा उम्रिने छैन। यीशुको नाममा तपाईँको जीवनमा सामा होइन, गाउँ मात्र उम्रिनेछ। प्रशस्त गरे, पोखिने गरे। तपाईँले कहिले सोच्नु भएको छ वाइ किन मान्छेले सपना देख्छ? हुन त सबै सपना माथिबाट आउँदैन, कुनै सपना आफ्नै मनबाट पनि आउँछ। सबै सपना प्रभुबाट आउँदैन, कति सपना आफ्नो मनदेखि पनि आउँछ। जस्तै दुबई घुम्न जानु परेको छ, फ्लाइट भोलि छ भने आज राति सपनामा दुबई घुमेर घर फर्किसकेको हुन्छ। त्यो मनले पनि त्यो प्राणले पनि देख्छ। हालेलुया। तर कतिवटा सपना चाहिँ परमेश्वरको जनलाई बाहेक हर कोहीलाई नभन्नुहोस्, किनकि सपना आयो। सुन्नुहोस् है, सपना के हो? यता हेर्नुहोस् है, सपनामा तपाईँले केही देख्नुभयो परमेश्वरबाट आएको सपनामा, त्यो तपाईँको डेस्टिनेसन हो। योसेफले के देख्यो? धानको पिटाले ढोकेको देख्यो, त्यो उसको गन्तव्य थियो। कसले बुझ्नुभयो? बुझ्नु हुँदैछ? त्यही भएर सपना डेस्टिनेसन हो, गन्तव्य तपाईँको हातमा छ। तपाईँले सुनाउने कि राख्ने।